अब ट्यापे अब सिरिज हालेर हिँड्ने उ गरिसक्यो क्या मायामा छप्रे मायामा पागल हुने रहेछ क्या माया होइन अब एक्सले छोडेर गएको अब माया सिरिज हालेर सब सब गरिदिने अब मन लाग्यो ट्यापे बनिदिन्छु म माया छप्रे ज्यान पनि यसरी हिँडौँ क्या हो अब छप्रे बन छप्रे के भने अरे छप्रे बन अब हामी छप्री त हो नि अब पागल हो क्या बुझेन अब एक्सले छोडेर गएपछि पागल हुने रहेछ क्या डिप्रेसन 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 हुँदाखेरि कदर नगरेपछि गुमाएपछि पछि त नगर न हुँदाखेरि कदर गरेन अनि तैँले हुँदाखेरि कदर गर्न अनि गुमाइसकेपछि पछुतो गरेर हुन्छ ल हुँदाखेरि के गरिन मैले तिम्रो लागि ज्यान दिएको थिएँ कसम होइन म त्यो भिरबाट हाम पालिदिन्थेँ तर उल्टो बाटो अनि तिमीलाई आदेश गुमाइसकेपछि पछुतो नगर न रिग्रेट फिल भयो त्यस्तो रिग्रेट फिल त भएको छैन गएको त राम्रै त्यस्तो त ऊ पनि भएको छैन गाह्रै पर्ने मर्कै पर्ने अब झुन्डिने टाइपको डिप्रेसन अब यस्तो रुनी कराउने टाइपको चाहिँ भएको छैन अहिलेसम्म आफूले आफूलाई कन्ट्रोल गरेर राखिरहेको छु गेम लाउनु पर्ने हाम्रो त मेन खासा भनेको त गेम हो नि त फेरि गेम नलाइकन नबस्न हो हजुर मम्मी अनि मम्मी के छ खानासानाहरू कस्तो है अनि के आज के गर्नुभयो तपाईँले आज होइन पैसा कमाउन सकेन त्यही हो ठुलो कुराहरू त सबै पैसा चाहिँ कमाउन त्यही अब म पनि ट्राई गर्दैछु यहाँ अब होइन इन्टु टूमा है आज त मम्मी र छोरा नै आएको छौँ हामी के हो अलिक गाह्रै पर्यो है आज मैले के काम गरेँ भने म बेजत हुन्छ मम्मी उता मम्मी भयो कि सुत्दा जाने बेला भयो कि यति पसलमा सामान बेचेर छोराले काम त गराएछ काम चाहिँ कस्तो गराएछ भन्दाखेरि यस्तो कहाँबाट मम्मी मलाई अब यस्तो हो क्या जो पनि भेट्न आउँछ अब कहाँ सबैजनालाई भेटेर हुन्छ त मम्मी होइन तिमीले त अहिलेसम्म म लक्ष्मणजी एकछिन मम्मी एकछिन लक्ष्मणजी थ्याङ्क यू लक्ष्मणजी हामी इन्टु टूमा हान्नुपर्ने हुन्छ त होइन मम्मी के भन्नु थियो मम्मी के यस्तो यो यहाँ आएर हुँदैन नि त यस्तो सानो सानो यस्तो यो कहाँ यो अर्कोमा उमा लाइभमा यो स्क्रिनमा आउनुपर्छ यो त 250 किनेर लिएर मम्मी नभएर क्या बाघको खाँचो भएर 250 बाघ आउँदो रहेछ भोटी नै गाइज हामीलाई पनि बाघ हान्नु त गाइज कति हो बाघ नदेखेको हौ ए उता पनि आएको छैन उता पनि आएकै छैन रहेछ त मम्मी ल मम्मी बाई बाई मम्मीले स्कुटर चलाएर अहिले त उडाउने बेला भइसक्यो नि मम्मी कतिचोटि लडायो क्यारे होइन कमन 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 गाइज 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 अरे मेरो दिल सोल्टी लभली लभली लभ यु रे के भयो लभ यु One of the post of natural beauty in Amin's camera. Oh my god, come on, अझै धेरै कहिले आएको यो भिलेज चाहिँ अस्ति नै हो त ट्याप ट्याप गर न गाइस ट्याप ट्याप अनि उ तपाईसँग बोल्न आज भोटी नै कति बोल्छु त हो र इग्नोर गर्दिने रहेछ नि त अब बोल्छु त किन बोल्दिन तपाईसँग म ठुल्ठालो मान्छे बोल्छ त सानो भयो भने के गर्नु फेरि सानो मान्छेले बोलाउँदाखेरि छ ममलाई देखे जस्तो गालै छैन फेरि यत्रो गाला यत्रो ठुलो छ क्या आउनु त चौरी परेर गाह्रो छ मम्मी चाहिँ खतरा क्या चिल रे ए छोरा चाहिँ छैन त्यसरी चिल सासूमा हुनुहुन्छ दादा थ्याङ्क यू सो मच गाइस तपाईँहरूलाई जम्मैलाई है मेरो गाला त पाल पर्दैन होला नि है
नाकमा फुली मन भयो खुलबुली फुलदुली खुलदुली नाक नाक गाइड चाहिँ मेम्बरसिप हामी मेम्बरसिप गाइड एउटा सुन शिक्षण मन छैन गए ल अब कहाँ जानु तपाईँ बाई बाई गाइस तपाईँ लाइभमा आउने होला नि त होइन मेरो स्क्यानले जितेर उहाँ भोज पार्टी हुनुपर्ने अब एकैछिनमा निन्द्राको पार्टी हो र ओहो तपाईँ चाहिँ स्पेन टोले है अँ मलाई पनि खुब रिस उठिरहेछ मेसी देखेर ल गाइज गाइज ओहो बुस्टिङ पऱ्यो हामीसँग वाउ 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 ओइ खोइ त यसले त सक्दैन रहेछ त आजभोलि के हो हामी अलि मजबुत भयो क्या खोइ मलाई अहिले लास्ट पनि म जान्छु अब सक्दैन त अनि राजीव रुँदैछ भनिरहेको छ त किन रुने हो र फेक कमेन्ट होला किन रुने हो र अब त झन् उता गुतगुती हाँसेर खुसी हुनुपर्ने हो नि होइन अनि खानासाना खाइस् त खाइसक्यो अनि के गर्दैछ खोइ त यसो खोइ त कुरै पो नआउनु भयो जस्तो अब बोल के यार रे है बोल त मसँग भन्न खाना खाइस् तैँले खाएँ के तपाईँ खायो मासु मासु के को मासु उसको गुन्द्रुकको गुन्द्रुकको मासु वाउ 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 कस्तो हुन्छ गुन्द्रुकको मासु नि गुन्द्रुकको मासु अमिलो अमिलो हुने रहेछ तितो टाइपको क्या तैँले चाहिँ के खाइस् त तरकारी मैले मैले आलु बोडी तरकारी आलु बोडी तरकारी है कस्तो थियो मिठो थियो कसले बनाएको तैँले बनाएको कि मम्मीले बनाएको मैले तैँले बनाएको ए ल ठिक छ अब अरू भन अरू सोध अनि के गर्दैछस् के गर्दैछस् त आजभोलि के बसिरहेको के गर्छौँ दादा मेरो फुली लाग्यो खेमै रे तिम्रो चाहिँ होइन ल प्लिज हिजो अस्ति फुली उ गरेको फेरि हराएर कस्तो तनाव भने अब कान पनि छेल अब कान पनि छेल अब कान पनि छेल कान पनि छेड्ने हो अब 2-3 वर्षमा त बिस्तारै सबै कुरा माल सामानहरू सब चेन्ज गर्ने हो माल सामान माल सामान लिपिक जाने ओहो राजीवले मलाई हान्छु पो भनेछ यस्तो गाह्रै भयो यार यस्तो धम्की सही त म बस्न सक्दिनँ यार खेल्न अब यही गेम लास्ट गेम गरौँ भने जानुपर्छ यस्तो धम्की खाइखाइ त के बस्नु ल कम्प्लिट भएन ओहो अलि ट्रेनिङ पुगेन जस्तो है हाम्रो मान्छेहरूको हेत्तेरिका जाँदै थियो कम्प्लिटै भएन खेमी गेम पछि जान्छु म चाहिँ किन बोक मैले चाहिँ किन गरे जस्तो मलाई मात्र खालि दोष दिन्छ मलाई मात्र दाइ बिचरा फेरि यो कमेन्टै नपढ्नु पर्यो कस्तो फेरि खालि मेरो चाहिँ कमेन्टमै मात्र जान्छ क्या ठ्याक्क ऊ चाहिँ दाइ बिजनेस के हुँदैछ अरे बिजनेस ठ्याप्पै छ नि केटाहरू आउनु पर्यो क्या सबजना ओए सुन चाँदी चाहियो भने चाहिँ विनायकले भन्यो सुन चाँदी हिरा मोती चाहियो भने चाहिँ भन्नु लगाए सुन चाँदी हिरामती मलाई एउटा ब्रासलेट बनाउनु छ ल के को ल तँलाई कतिसम्मको रेट हो अब डिल हुन्छ क्या चाँदीको रेट कति हो चाँदीको खोइ मलाई त्यो एक्ज्याक्ट त थाहा छैन त्यो अनि तँसँगै डिजाइन छ कि डिजाइन पनि आफै गर्नुपर्ने हो मसँग डिजाइन ओहो यसको त के हो बिहेमा ज्वेलरी डिजाइन पो होला जस्तो नि त खेमे त ल यसको के अरे दामी चाँदीको पनि दामी हुँदो रहेछ ऊहरू क्या यस्तो झलपहरू अनि त्यो सानो के अरे स्टोनहरू यस्तो कस्तो दामी हुँदो रहेछ क्या केटीहरूको त कति राम्रो एसेसरिजहरू छ क्या 4000 छ त 4000 छ रे त 4000 छ अब हाम्रोमा अलिक महँगो हुन्छ अब खेमेकोमा किनेपछि त अब होइन ए झन् तिनमा कि झन् महँगो सब मिलाएर हुन्छ क्या सब मिलाएर हुन्छ
गाइज मेम्बरसिप हान्ने एउटा सेन्ड गर्नु मेम्बरसिप सेन्ड गर्नु गाइज मेरो सरले भनेको रेटमा चाहिँ रेटभन्दा अलिकति बढी हुन्छ क्या। यहाँ यिनीहरूले सब काटेर भनिरहेको छ क्या। बाठा छन् नि यिनीहरू, बाठा छन्। हामीलाई कहाँ हामी चाहिँ अनि के छैन हामीलाई। अनि अलिकता के अरे त्यो पनि खाना पनि अलिकति कम खाने नि त। त्यो पनि कति खाने तँलाई त्यो पनि डिस त्यो पनि के अरे त्यो खाने भन्दामा एउटा खाए बित्तिकै पुरै घरै आउने गरेर खाएको छ त। 200-300 बढी खाएको त। नाफाने अलिकति खान त्यो गर्नु नाफाने के तर 200-300 बढी खान नि। अब 200-300 बढी त खायो भने उसको चाहिँ के जाब मेम्बरसिप उसको 2 दिन तलब गरेर बित्तिकै के घरै आउने जस्तो खाइदिया जस्तो कति न।